रायम कलत्रम पशव सुतादय गृहाश्रमी कुञ्जरकोशभूतया। यो राय भनेको धन, कलत्र भनेको श्रीमती, पशव भनेका सारा सम्पत्ति, पशुहरू, गाई भैँसी बाख्रा कुखुराई आदि गरिएका पालन गर्ने वस्तुहरू। पशव सुत सुतादय, सुत भनेको छोरा र सुता भनेको छोरी, सुतादय। गृहाश्रमी भनेको घर, आश्रम, गृहाश्रमी। कुञ्जर कोश, कुञ्जर भनेको हात्ती घोडा। गृहाश्रमी कुञ्जर कोशभूतया। अब यो सम्पूर्ण प्राणीहरू यी सब आफ्नै अधीनमा रहेछन्। तिनीहरूलाई उसले रमाइलो गरेर एकछिन यो शरीर हामी बाँचन्जेलको एकछिन मनोरञ्जन गर्छौँ, तर यी क्षणका मात्रै हुन्, क्षण मङ्गुरा यो सब। यी सबै के रहेछन् भने एकछिनका रहेछन्, यो स्वप्न। क्षणपल घरि दिन रात बिहान, धरी धरी नाम र भेष बिराना। काल जमाउँछ खेल तमासा, आयु घटे तर घट्दिन आशा। क्षणपल घरि दिन रात बिहान, क्षणपल घरि घरि रात बिहान दिउँस, धरी धरी नाम र भेष बिराना। हरेक किसिमका वेशभूषाहरू यस्तो गर्यो, भेष बिराना। काल जमाउँछ खेल तमासा, यी सब खेल मात्रै हुन्, तमासा देखाउनु। आयु घटे तर घट्दिन आशा। अब यो बालककालदेखि वृद्धकालसम्म आयु घटे तर घट्दिन आशा। कसैलाई यो आशा भन्ने के रहेछ भने यो हामीहरूलाई सब दुःख दिने एउटा त्यस्तो बाटेको डोरी जस्तो बाङ्गो भएर डोरी बन्छ, त्यस्तै आशाको डोरी रहेछ। आयु घटे तर घट्दिन आशा। भज नारायण सज्जन हो, यही छ निश्चय भोलिकी पर्सी, यही छ सहारा औषधि। भज गोविन्दम गोविन्दम भज मूढमते, प्रात सन्निहिते मरणे नहीं। अब प्राण जाने बेलामा बिहान भर्खर उज्यालो भएको छ, एकछिन भर्खर मध्याह्न भएको छ, ओहो साँझ पर्न लागेको छ, एकछिन पर्खिनुपर्छ। पर्खिन्छ कालले। भज नारायण सज्जन हो, मर्नु छ निश्चय भोलिकी पर्सी, यही छ सहारा औषधिनको। भज गोविन्दम गोविन्दम भज मूढमती, प्रात सन्निहिते मरणे नहीं रक्षति डुक्रिङ करणे। अब यो आएर कालले गरेङ गरेर डुक्रिरहेको हुन्छ, तर हामी एकछिन भएर जति रोउँ करौँ तर उसले छोड्छ। त्यस कारणले धेरै ठुलो सम्पत्तिलाई हामीले गुमाइरहेका छौँ। धेरै ठुलो सम्पत्ति भनेको भगवानको स्मरण, भक्ति, ध्यान, कीर्तन, यो गर्नाले संसार यो भवसागरबाट मोक्ष भएर जान्छ।